यहाँ चाहिँ म हेलो साथीभाइहरू, यहाँ चाहिँ म गोवामा आएको छु। अनि इन्डियाको एउटा स्टेट हो, टुरिज्म स्टेट हो गोवाको। अनि राम्रो छ, फ्यामिली भिजिटको लागि आएको थिएँ। अनि टेरिसमा गएको थिएँ, यति राम्रो देख्दो रहेछ गोवा। म पनि फर्स्ट टाइम एक्सपिरियन्स गर्दैछु। मर्निङ के आफ्टर लाइक मेबी 11 to 12 इयर्स ब्याक आएको थिएँ, त्यहाँबाट आएको थिइनँ। अनि अहिले आउँदैछु 12-13 साल के बाद में। इतना प्यारा लग रहा है, पूछो मत। मैं भी बहुत समय के बाद नहीं आई थी। एंड अहिले आएको त यति राम्रो रहेछ गोवा त। यस्तो मैले हाम्रो फ्यामिलीहरुको टेरिसबाट निकालेको भ्यू दामी रहेछ। यो चाहिँ गोवा, इन्डियाको टुरिज्म प्लेस। अनि राम्रो छ। मर्निङको लाइक त्यही हो 8:30 समथिङ टाइम भइरहेछ। अनि घरहरू ब्युटिफुल। गोवा चाहिँ यस्तो अरे कि पहिला पोर्चुगिजहरू बसेको थियो, पोर्चुगिजहरू थियो, त्यो अरे हैन हो। एन्ड देन तिनीहरूको बिल्डिङहरूको कन्स्ट्रक्सन पनि सिमिलरली लाइक त्यही फरेन टाइपको के, त्यो पोर्चुगिज टाइपहरूको ओल्ड योहरू। अनि उनीहरूले यो हेरिटेज मेन्टेन राखेको चाहिँ दामी। अनि यस्तो यो यिनीहरू चाहिँ यता चाहिँ घरको छेउमा पनि पुरा रुखपातहरू रहेछ, ट्रिजहरू, कोकोनट ट्रिज। एन्ड गोवा इज फेमस फर कोकोनट। अनि बिचमा चाहिँ हिजो गएको थियौँ, राति भयो निकाल्नु सकिनँ। अब बिचमा गयो भने बिच पनि अलिकति सानो बनाएर मेमोरिजको लागि म मेरो युट्युब च्यानलमा अपलोड गरिराख्छु, जस्ट फर मेमोरिज। अनि हेर साथीहरू, हेरिदिनु होला मेरो भिडियो। दामी चाहिँ दामी दामी। गोवा चाहिँ कहिलेकाहीँ घुम्नु आउनुभयो भने आउनु होला गोवा पनि। थ्याङ्क यू सो मच। ब्युटिफुल हाउसहरू गोवाको। ओके, आजको लागि यति अपलोड गरिदिन्छु सर्ट भिडियो।